अब चाहिँ हामी राम्ररी भएर लिम्बूको गहना लाएर ढाका साडी लाएर जानुको लागि चासोकमा सेवारो सम्पूर्णमा चासोक नामको शुभकामना फेरि पनि अर्को भ्लग लिएर आइरहेको छु। हेरेर आज चाहिँ चासो कसरी मनायौँ भनेर हामीले देखाउन गइरहेको छु इजरायलमा। अब चाहिँ गाडी आएर हामी जाँदैछौँ। यता बहिनी, उता मेरो तुमाको छोरी अनि मामाको बुहारी 4 जना भएर जाँदैछौँ ट्याक्सीमा। पैसा मिलाइदिइहाल्छु तिमी चेन्ज गर्दा यो तपाईँको टिकट अहिले चाहिँ च्याब्रुङ आयो है हाम्रो। राम्रो पक्ष पनि हो। अब चाहिँ राष्ट्रिय गान सुरु भइरहेको छ। यहाँनिर हामी चाहिँ खडा भइरहेको छौँ। राष्ट्रिय गान गाउँदा चाहिँ आफ्नै नेपाल पुगेको जस्तै भन्नुहुँदो रहेछ। सम्मान छ नेपालप्रति। अब हाम्रो सक्यो है आदममा जीवहरूमा चासो तक्दा नुहारी पूजा यसले तम्बे 5085 को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। यसपछि हाम्रो दोस्रो चरणको कार्यक्रम रहनेछ र सबैजनाले मनोरञ्जन गर्नुहोला। यति भन्दै म चाहिँ कार्यक्रम सञ्चालिका साइना आन्तुको मञ्चबाट बिदा हुन चाहन्छु। फेरि पनि सम्पूर्ण आदममा जीवहरूलाई ह्याप्पी चासो भन्न चाहन्छु। नगेन, धन्यवाद, शुभरात्रि।
हातैमा निदाको छैन रातैमा भातीको रेखा हातैमा ए झ्याब्रुले बजु चासोक मेला बोलाउँदै गर्नु बेला बेला कालैले कहिलेको टिपी लान्छ सम्झना मात्रको छिपी जान्छ सम्झना मात्रको छिपी जान्छ है शिवहरू ओके जान्नेहरूले नजान्नेहरूलाई सिकाउनुहोस् ल ओसो भन्नु आएर ओसो सम्झिनुहोस् न अनि बा सम्झिनुहोस् ल That's right. Okay. म ढिलो गर्दिनँ तपाईँलाई बोरिङ भइसक्यो ल हामी साङ्गीतिक प्रस्तुतिहरू अब प्रस्तुत गर्ने क्रममा छौँ चाहिँ यहाँनिर नाचको सांस्कृतिक झल्किने नाचहरू भइरहेको छ तर मैले चाहिँ यहाँनिर साउन्ड चाहिँ लाउन सकिनँ कपिराइट हुँदो रहेछ त्यही भएर प्लिज डोन्ट माइन्ड हेरेर चाहिँ इन्जोय गरिदिनु होला है साउन्ड चाहिँ मैले युज गर्न पाइनँ है सरी यसको लागि येलेकम्बे 5085 विक्रम सम्वत 2082 सालको चासोक तङ्नाम नुवागी पूजा कार्यक्रममा पाल्नुभएकी किरात याकुम चुङलुङ इजरायलकी अध्यक्ष आगाममा किरासा तुमाम फेज्यू तथा इजरायलका लागि पूजा गरेको ठाउँ नै नदेखिने हुन्छ लिएर गर्दा आगाममा तयारी अवस्थामा रहिदिनुका लागि लुम्बिन्दिन अनुरोध गर्न चाहन्छु नोमेन कस्तो भइरहेछ स्वागत मन्तव्य राखिदिनु हुनका लागि संयोजक तथा कियाचु इजरायलका यो चाहिँ मैले रम खाएको रेड वाइन हो प्रवीण आङ्गुहान आदाङबालाई यो चाहिँ के पो अरे बिल्ला झ्याउ होइन झ्याउ र के अरे बेन्द्र अनि सुँगुरको मासु है यो चाहिँ खाँदै गरेको हामीले यसरी यो चाहिँ जाडो व्यस्त समयको बावजुद पनि हामीले समय
हालुवा बगरमा बाँच्दछम्म हाँस्के लगन तुम्हारे त ठोला जङ्गलमा जिन्दगीको भरोसा के छ र जिन्दगीको भरोसा के छ र बितिनु माया लैजाउँ न के तपाईँहरूलाई धेरै धेरै धन्यवाद सेवारो नोगेन भन्न चाहन्छु। अनि मेरो यो ब्लगलाई हेरेर साथ दिनुहोस्, लाइक एन्ड कमेन्ट गर्न नभुल्नुहोस्। अनि सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गरिदिनुहोस्। आगामी दिनहरूमा पनि यस्तै नयाँ नयाँ ब्लगहरू लिएर उपस्थित हुनेछु। आजको लागि यति नै। नोगेन सेवारो।